Tasidile khamni mo namaskar. Ani हाम्रो ngaju tolo अगिन ढुङ्गा क्लिन ताक्सी सेराको खि इन्फर्मेसन लिएर आएको छु। यसरी नै हाम्रो जम्पैकिलो दक्षिण पूजा गरिन्छ। अब यो पालि पनि हामी यो पूजा राखेको छ। अनि यो लगभग हामीले यो पूजा राखेको भन्दाखेरि 2024 देखि स्टार्ट गरेको यो पालिसम्म यो पूजा गरेको 3 वर्ष जस्तो हुन्छ। जम्पा युलुक भनेको चाहिँ अथवा हामीले के बुझ्नुपर्छ भने हामीले मेन्जुसिरीलाई बुझ्ने गरिन्छ। मेन्जुसिरी पनि कस्तो खालको भगवान हो भने हामीले ज्ञानको भगवान हुनु कारणले गर्दाखेरि अथवा यो मेन्जुसिरी दक्षिण पूजा चाहिँ हामीले ताक्सी सेरामा राखेको छ। अनि यो जम्पाकिलो दक्षिण पूजा चाहिँ अब इन्डिया र सिक्किम भित्र हेरेछ भने अब अझैसम्म कहाँ पनि गरेको छैन। अब यो पूजा चाहिँ पहिला अब टिभीतिर गर्थ्यो। यो मेन्जुसिरीको यो दक्षिण पूजा चाहिँ हाम्रो इन्डिया र सिक्किम भित्र हेरेछ भने यो हाम्रो सिक्किम भित्र हाम्रो ताक्सी सेरामा यो पूजा राखेको छ भने अब इन्डिया र सिक्किम भित्रको मान्छेहरूलाई फाइदा हुन्छ कि भन्दा यो दक्षिण चाहिँ अब ngaju tolo अगिन ढुङ्गा ताक्सी सेरामा यो पूजा राखेको छ। जुन महिनाको 17 तारिकदेखि गएर 24 तारिकसम्म लगभग हामीले 8 दिन जस्तो हामीले यो पूजा राखेको छ। 17 तारिकदेखि गएर 24 तारिकसम्म चाहिँ यो पूजा राखेको छ। अनि 24 तारिक चाहिँ हाम्रो लास्ट डे परेको छ। अब 24 तारिक चाहिँ हाम्रो बिहान चाहिँ हामी अब मेन्जुसिरीको जिन्चिक गरिन्छ। अनि जिन्चिकको अब डुनाहरू अब दान गर्न छ भने 24 तारिक बिहान अब डुनाहरू लिएर मेन्जुसिरीले त्यो डुनाहरू चढाएर दान गर्न सक्नु पनि हुन्छ। अब त्यो त्यति बेला बिहान अब त्यो जिन्चिक अब सबै सकेर अब लगभग हामीले 17 तारिकदेखि गएर 24 तारिकसम्म गरेको 8 दिन हामीले मेन्जुसिरीको दक्षिण पूजा गरेको आशीर्वाद पनि अब त्यो दिन अब दिनेछ। अनि हजुर जो पनि अब 24 तारिक हुनुहुन्छ सम्पूर्णले स्वागत छ आनन्द गर्न चाहन्छु। त्यति बेला अब हाम्रो टुगु रुम्बुची, खिन रुम्बुची, लपेन लामा सबैजना मिलेर अब त्यो सम्पूर्णले दिनेछ। अनि हाम्रो यो जम्पाकिलो दक्षिण पूजा चाहिँ हामीले आशीर्वाद ल्याउनु थाप्नु धेरै महत्त्वपूर्ण छ। किन भन्दाखेरि हामी यो संसारमा जमिसके पनि के भन्छ भने हामी कुनै मान्छेको ज्ञानमा राम्रो हुन्छ, कुनै मान्छेको ज्ञानमा कमजोर हुन्छ हैन ल। पढ्छु पनि पढ्नु सक्दैन, पढ्दा पनि माइन्डले अब सक्दैन हैन ल। त्यस्तो खाले हाम्रो अब धेरै अब ज्ञानमा कमजोर हुन्छ, माइन्डले काम गर्दैन। त्यही कारणले गर्दाखेरि अब यो जम्पाकिलो दक्षिण यो पूजामा हामीले मेन्जुसिरीलाई दर्शन गर्नुपर्ने, मेन्जुसिरीको आशीर्वाद ल्याउनुपर्ने, मेन्जुसिरीको अङ्गहरू थाप्नुपर्ने हामी धेरै महत्त्वपूर्ण छ। यो आशीर्वाद चाहिँ हामीले नानीदेखि गएर बाजे बजूसम्म हामीले यो मेन्जुसिरीको आशीर्वाद अङ्गहरू थाप्नुपर्ने हुन्छ। अङ्गहरू आशीर्वाद थापेपछि भने हामी धेरै फाइदा भएर जान्छ, ज्ञान दिएर पनि अगाडि बढेर जान्छ। अनि यो मेन्जुसिरीको आशीर्वाद चाहिँ हाम्रो यो जीवनमा नभएर जन्ममा हैन कति हामीलाई जन्म पाउँछ त्यति हामीलाई फाइदा भएर जान्छ। त्यो कारणले गर्दाखेरि हामीले यो मेन्जुसिरीको आशीर्वाद मेन्जुसिरीको अङ्गहरू हामी थापिराख्नुपर्ने धेरै महत्त्वपूर्ण छ भनेर अनुरोध गर्न चाहन्छु। मेन्जुसिरीलाई ध्यान गरेर तन्त्र मन्त्र जापेर बस्नु छ भने जम्पाकिलो दक्षिण मेन्जुसिरीको दक्षिण पूजामा जो पनि बस्नु छ भने सम्पूर्णलाई स्वागत छ भनेर अनुरोध गर्न चाहन्छु। आजको यो कुराहरू यहीँ नै राख्न चाहन्छु। थुजिचे टक्सिमो धन्यवाद। Ki